फेरि कहाँ हिँड्नुभएको हिँड्नु खोइ को नि त खाएको पाकिरहेछ र है हेरौँ त केरा पाकेको छ ओगा रहेछ यही रहेछ पाकेको चराले खाएको छ ए झार्नु अझै झार्नु त पाकेको रहेछ यो मेरो हातमा काट्नुहुन्छ फेरि यस केरा पाके बोटमै पाकेको केरा कति भारी हो अर्को चिना मुटुमा किन ल छोरी उठाउनु यो केरा खम्बा बोक्नु त सक्नुहुन्न र ल बाजेले ल्याउनुहुन्छ हिँड्नु बाजेलाई बाटो छोडिदिउँ नि त्यसो भए एउटा सिमेन्ट ढलाइमा हो ढलाइ भन्दा भ्याइयो चाहिँ दि पाक्यो खुकुरी चाहिँ दिने भ्याइयो साम्बा ठेसी हो होइन छोरी बाजे गइसक्नु